र फाइनली नमस्ते गाइस, स्वागत छ तपाईहरुलाई अन्जुबेर भ्लग च्यानलमा। आज चाहिँ म टमाटर लगेर बजार जाँदैछु र कहाँदेखि हेर्दै हुनुहुन्छ सबैजनाले च्यानललाई सब्स्क्राइब गर्नु होला गाइस है। हामी जानेछौँ। आज मेरो पहिलो भ्लग हुँदैछ यो च्यानलमा। ल बस है। धेरै बसी भ्लग भिडियो लिएर तपाईहरुमा आज आएको छु। अब चाहिँ निरन्तर म तपाईहरुमा जोडिरहने नै छु है। च्यानललाई सब्स्क्राइब गर्नु होला, तल कमेन्ट छ कमेन्ट गर्नु होला। आज चाहिँ ओहो बाटो पनि गाउँमा त्यस्तै खालीको छ क्या गाइस हैन। धेरै स्वागत छ। पहिलोचोटि जोडिनु भएको छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला है। पनि जोडिनु होला भन्न चाहन्छु। त्यहाँ चाहिँ अलि अप्ठ्यारो छ गाइस, त्यही भएर नि त्यस्तै हो। कहाँदेखि जोडिनुहुन्छ सबैजनाले च्यानललाई सब्स्क्राइब गर्नु होला गाइस। तल कमेन्ट्समा कमेन्ट गर्नु होला हैन। र सो म चाहिँ नेपालमा केही गरी खान भनेर नै लागेको छु गाइस। आज चाहिँ म टमाटर लगेर जाँदैछु। घरको तलतिर आइपुगे आउन त, तर अलिक गाह्रै छ है। रफ्तारमा दगुर्नेछौँ किन भन्दाखेरि गाइस तल गएर घर तिहारको रोटी हाल्नु पनि आउनु छ र तिहारको रोटी अब तपाईँले बनाउनु भयो भएन है। आज चाहिँ टमाटर बेचेर चाँडै आउनु पर्ने छ। तिहारको रोटी हाल्नु फार्मिङ च्यानल छ गाइस। यो फार्मिङ च्यानलमा पनि गएर सपोर्ट गर्न सक्नुहुन्छ। म चाहिँ खेती गर्ने तरिकाहरू यस्तै कुराहरू चाहिँ त्यहाँ सिकाइरहेको हुन्छु मैले चाहिँ। र भ्लग भिडियोमा चाहिँ त्यही हो हैन। यताउता हिँड्दाखेरि, बजारमा जाँदाखेरि, बेचबिखन हैन, बजार व्यवस्थापन के हुन्छ त्यो गर्दाखेरि चाहिँ मैले भ्लग पनि ल्याउँछु गाइस। कन्जानलाई साथै बाटोमा पुलप त मुर्किहाल्यो होइन। त्यस्तै छ। अब मेरो 12-15 किलो जति टमाटर लगेर जाँदैछु। त्यति खर्च त तेलकै आउँछ। आइपुग्नु भएको टमाटर
हो नि यो क्यामेरा हजुर क्यामेरा क्यामेरा हो 360 क्यामेरा 360 क्यामेरा भिडियो अहिले रेकर्डमै छ रेकर्ड भइरहेको हुन्छ हजुर रेकर्डमै छ अहिले यसको मतलब पछाडि कोहीले हान्यो के अरे नि त्यही रेकर्डिङ हो त्यही रेकर्डिङ भिडियो भ्लग बनाउँछु फार्मिङ च्यानल पनि छ युट्युब च्यानल भ्लग गरौँ नि बेच्ने आउँछ अलिअलि भ्यू आइरह हजुर आउँछ मोन्टेज भइसक्यो हजुर एबेल फार्मिङ च्यानल मोन्टेज भइसकेको छ हो युट्युबमा पैसा दिनु अरे मैले जोखेको छैन यहाँ जोख्नु पैसा आउनु त सुरु भएन तिम्रो हो कि टमाटर उसको मेरो हो ए खुद तिम्रो हो हजुर गाडी चलाउन गाह्रो छ होइन यति घन्टा लाग्यो त्यति त तेलैको खर्च निस्क्यो होला गाइस टमाटर छ होइन गाह्रो छ नेपालमा घुरी खान लास्टै गाह्रो छ गाइस बजार जान लाग्नु थियो फाइनली गाइस आज चाहिँ मरेको बाँचियो है टमाटर बेचेर फर्किँदैछु र घर नजिकै आइसकेँ र फाइनली आजको भ्लग भिडियोमा यति नै म नेक्स्ट भ्लग भिडियोमा चाँडै नै आउनेछु लिएर तबसम्मको लागि थ्याङ्क यू लभ यु गाइस धन्यवाद।